हेलो साथीहरु, गुड मर्निङ। आज हामी दोस्रो मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। हामी चाहिँ बिहानै उठेर नुहाइ धुवाइ गरेर फ्रेस भएर अब 1 घण्टा जति हिँड्ने भनेर डनर कोठाबाट निस्क्यौं। अब यहाँ टक्क अब यहाँ हिँड्दाखेरि 5 मिनेट जति रोडबाट माथि हिँडिसकेपछि जंगलमा अमलाको बोट भेटियो। ल हेर्नु, म त्यहाँ अमला टिप्दै थिएँ, ट्याक्कै त्यो हाँगै भाँच्यो। त्यो चाहिँ सल्ली घाँडो भन्थ्यौँ हामी, सल्लाको यो अमलाको बोट हो। म्याडमलाई दिएको, उनले अब त्यहाँ भिडियो बनाएछिन्, आयो भएन। ओहो, म त त्यहाँ लालीगुराँसको बोटमा चढेको है, म्याडमलाई लालीगुराँस दिउँ भनेर। यिनी कति खुसी भयो नि लालीगुराँस पाउँदा। ओहो है, तपाईँहरूले अनुभूति गर्नु। ल यो सल्लाको चाहिँ त्यहाँ उगाउँछ एउटा के अरे कलर, हामी फागु भन्थ्यौँ। त्यो आउँछ कि भनेको हिजो राति पानी परेर, हिजो दिनभरि पानी परेर त्यो भएछ। ल म्याडम चाहिँ बुढासँग म यहाँ अमला खाँदै रहेछु। त्यो आजको वनको फल कलेक्सन। यो चाहिँ मैले लालीगुराँस तल माथि चारैतिर लालीगुराँस देखिसकेपछि मेरो मनमा केही कुराहरू फुटेको थियो। त्यो कुरा भनेको थिएँ। यो अब यो अडियोले काटिहाल्यो। त्यसमा चाहिँ मैले खास के भनेको थिएँ भने, अगाडि हेर्दा नि लालीगुराँस, पछाडि हेर्दा नि लालीगुराँस, मनै फुरुङ्ग हुने, आनन्द आउने यो क्राउड, आफूको जिन्दगीबाट खुला फ्रेस प्रकृतिमा जाँदाको आनन्द व्याख्या गरेको थिएँ। र त्यति नै थियो, त्यहाँ धेरै थिएन कुराकानी। चाहिँ म लालीगुराँसै टिप्ने क्रममा हो। त्यहाँ हामीले 1 चरण कति 20 मिनट जति हिँडेर माथि रोड पुग्यौँ। त्यसपछि अझ त्यो रोडबाट माथि गएर लालीगुराँसको भिडियो बनाएको। यो खास हाइकिङ जानलाई पुरानो बाटोहरू हिँड्नुपर्ने, त्यस्तो हाइकिङ घुम्ने भन्ने ठाउँ त रहेनछ कि हामीले थाहा पाएनौँ कि। फेरि पनि म लालीगुराँसै टिप्दैछु। त्यो चाहिँ अब टिपेर मैले ल्याएर तपाईँहरूलाई दिन चाहिँ पाइनँ, सरी होइन, तर मैले दिनुपर्ने मान्छेलाई दिएँ। त्यसको सट्टा तपाईँहरूले चाहिँ भिडियो मार्फत यसो हेर्नु, रमाइलो गर्नु होइन। आफ्नो नजिक कहीँ पहाड छ भने जानु। अहिले पहाड त्यो चाहिँ भैँसी लडाइँ भन्ने हो। अलि अगाडि गयो नि, त्यो चाहिँ सल्लाहका 2टा हुन्। के भन्छ त्यसलाई, म नाम बिर्सेँ, तर हामी भैँसी जुत्ताको भन्थ्यो। यो हामी गुराँस लिएर फर्क्यौँ। अब एकैछिनमा हामी घर पुग्छौँ। थ्याङ्क यू फर वाचिङ माई मिनी भ्लग।